प्रभातकाज्यू स्वागत छ। हजुर हस् धन्यवाद। भर्खरै आएको निर्वाचनको मत परिणामबाट कतिको सन्तुष्ट हुनुहुन्छ? मङ्गोल नेसनल अर्गनाइजेसनले गत 2082 फागुन 21 गते सम्पन्न भएको निर्वाचनको समानुपातिक तथा प्रत्यक्षतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। यसलाई सरसर्ती हेर्दाखेरि आम मानिसको नजरबाट हेर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसन यसपालाको निर्वाचनमा पनि नतिजा केन्द्रित हुन नसकेको जस्तो देखिएको परिस्थिति भए तापनि हामी मङ्गोल नेसनल अर्गनाइजेसनको नेतृत्व पङ्क्ति र दीर्घजीवी परिवर्तनको निमित्त सङ्घर्ष गरेको राजनैतिक कर्मीको नजरबाट हेर्दाखेरि यसपालि हामीले प्राप्त गरेको मत चाहिँ यो बिउको मत भएको कारणले गर्दाखेरि हामी पूर्ण रूपमा असन्तुष्ट भन्दा पनि यो मतले चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनलाई यो मुलुकमा पुनः जीवित तुल्याउने काम गरेको छ। र यो निर्वाचन भनेको विशेष गरी साम्राज्यवादी शक्तिहरूबाट उनीहरूकै अरन खटन अनुसारको नीति निर्माण गर्ने मानिसहरूलाई निर्वाचित गरेर संसदमा पुर्याउने साम्राज्यवादको विरुद्धमा उत्रिएको राजनीतिक दल भएको हैसियतको कारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनलाई जरैदेखि मास्ने जुन षड्यन्त्र थियो यो षड्यन्त्रको बावजुद पनि हाम्रा सङ्गठनका इमान्दार कार्यकर्ताहरूको त्यो कठोर सङ्घर्ष, हाम्रा सङ्गठनका इमान्दार समर्थक शुभचिन्तकहरूले डटेर लडेको कारणले गर्दाखेरि प्राप्त गरेको मतले चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनलाई जुन हिसाबले जरैदेखि मास्ने षड्यन्त्र भएको थियो त्यो षड्यन्त्रको प्रतिकूल परिस्थितिको बावजुद पनि बिउ बचाउन सफल भएको कारणले गर्दाखेरि हामी मङ्गोल नेसनल अर्गनाइजेसनको नेतृत्व पङ्क्तिहरू पूर्ण रूपमा यसपालिको निर्वाचनको षड्यन्त्रको बावजुद पनि हामीले हाम्रो सङ्गठनलाई उभ्याउन सफल भएको कारणले गर्दाखेरि यो मत परिणामबाट आम मानिसको नजरबाट हेर्दाखेरि नतिजा केन्द्रित नदेखिए तापनि नेपालको बृहत नेपाली नागरिकहरू आउने भावी सन्तति देश र समाजको हितमा मङ्गोल नेसनल अर्गनाइजेसनले प्राप्त गरेको मत चाहिँ यो मुलुक बचाउन सक्ने, आउने भावी सन्ततिहरूको उज्जवल र सुनिश्चित भविष्य निर्माण गर्न सक्ने हिसाबले मत प्राप्त गरेको कारणले गर्दाखेरि हामीले सन्तुष्टि असन्तुष्टि भन्दा पनि हामीले हामीलाई बचाउन सफल भयौँ भन्ने कुरामा चाहिँ हामीले निष्कर्ष निकालेका छौँ। तपाईले षड्यन्त्रको कुरा भन्नुभयो, षड्यन्त्र यो नेपाल सरकारले गरेको कि विदेशी पश्चिमा शक्तिहरूले षड्यन्त्र गरेको? मङ्गोल नेसनल अर्गनाइजेसन नेपालको राजनीतिमा नेपालका बृहत नेपाली नागरिकहरू नेपालको भू राजनीतिलाई गहिरेर अध्ययन गरेर हाम्रा सङ्गठनका संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले एउटा ऐतिहासिक सङ्घर्ष मुलुकमा गरेर आउनुभएको अवस्था थियो र यो सङ्घर्षको दौरानमा नेपालको बृहत नेपाली नागरिक र यो नेपालको भू राजनीतिलाई उहाँले गहिरेर अध्ययन गरेर उहाँले एउटा निचोड र निष्कर्ष के निकाल्नु भयो भन्दा नेपालको बृहत नेपाली नागरिक यो देश र आउने भावी सन्ततिहरूको उज्जवल भविष्यको खातिर हामीले अपनाउनु पर्ने हाम्रो विदेशी कूटनीतिज्ञहरू अथवा विदेशी हाम्रो रणनीतिको कुराहरू होइन, त्यहाँनिरको परराष्ट्र नीतिको कुराहरू छन्, यो विषयमा हामीले अपनाउनु पर्ने रणनैतिक कुराहरू अपनाउने क्रममा चाहिँ महामानव डाक्टर गोपाल गुरुङज्यूले नेपालको भू राजनीति, हाम्रो छिमेकमा रहेका चाहिँ विकसित मुलुकहरू ती सबै कुराहरूलाई अध्ययन गरेर हेरेर महामानव डाक्टर गोपाल गुरुङज्यूले 2070 सालमा सम्पन्न भएको दोस्रो संविधान सभाको निर्वाचनको पेरिफेरीबाट महामानव डाक्टर गोपाल गुरुङज्यूले चाहिँ हामी संसारमा देखेको दुईवटा ध्रुवहरू थियो, त्यो दुईवटा ध्रुव मध्ये हामी कुन कितामा उभिएर चाहिँ नेपालको बृहत नेपाली नागरिकहरूलाई यही मुलुकमा मालिक बनाउन सकिन्छ भनेर सङ्घर्ष गर्ने क्रममा महामानव डाक्टर गोपाल गुरुङज्यूले त्यो विषयमा अध्ययन अनुसन्धान गरेर निष्कर्ष निकाल्ने क्रममा चाहिँ उहाँले अब हामीले उभिनु पर्ने किताब विश्व बहुध्रुवीय प्रणालीतर्फ अगाडि बढिराखेको अवस्था थियो र संसारमा देखा परेको दुईवटा ध्रुवहरू मध्ये मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ नेपाल र नेपालको बृहत नेपाली नागरिकको हितमा हुने गरेर त्यो अहिले वर्तमानमा मानिसहरूले महसुस गर्न नसक्ला, वर्तमानमा रहेका नेपालको नेपाली नागरिकहरूले त्यो कुरालाई अनुभव गर्न नसक्ला र एउटा समय आइसकेपछि त्यही कुरालाई त्यही किताबमा नेपालको बृहत नेपाली नागरिकहरू उभिनु पर्छ। यसो भएको कारणले कुन किताबमा हुनुहुन्छ? यसो भएको कारणले गर्दाखेरि वर्तमानमा चुनौतीपूर्ण बाटो भएको भए तापनि हामीले अपनाएर जानुपर्ने अबको बहुध्रुवीय प्रणालीतर्फको यो अहिलेको जुन विश्वमा आइराखेको परिवर्तन छ यसलाई महसुस गरेर महामानव डाक्टर गोपाल गुरुङज्यूले 2070 सालको दोस्रो संविधान सभाको निर्वाचन ताकाबाट नै उहाँले पश्चिमा शक्तिहरूको विपरीत अहिले सुरु भएको जुन ब्रिक्सको कुरा छ, BRI को कुरा छ, त्यो पक्षमा चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन उभिएर जान सकेको खण्डमा मात्रै नेपाल र बृहत नेपाली नागरिकको हित हुने कुरा देख्नु भएको कारणले गर्दाखेरि MNO चाहिँ 2070 सालदेखिबाट हामीले ब्रिक्सको किताबमा उभिने निर्णय महामानव डाक्टर गोपाल गुरुङज्यूले गर्नुभयो। सोही मुताबिक सङ्गठनको अग्रज नेता तथा कार्यकर्ताहरूलाई निर्देशन गर्नुभयो। त्यही निर्देशन मुताबिक सङ्गठनका पछिल्लो समयको अहिलेको वर्तमानको नेतृत्व पङ्क्ति र समग्र सङ्गठन नै त्यो किताबमा उभिएको कारणले गर्दाखेरि साम्राज्यवादी शक्तिहरूको निमित्त चाहिँ नेपालको निमित्त मङ्गोल नेसनल अर्गनाइजेसन मात्रै उनीहरूको टाउको दुखाइको विषय भएको कारणले गर्दाखेरि यो पछिल्लो समयमा सम्पन्न भएको जो निर्वाचन छ, हामीले 2082 फागुन 21 गते चाहिँ सङ्घर्ष गरेर आएको निर्वाचन छ, यो निर्वाचनमा पनि मङ्गोल नेसनल अर्गनाइजेसनलाई जरैदेखि मास्ने षड्यन्त्रमा चाहिँ तिनै साम्राज्यवादी शक्तिहरू लागेको चाहिँ हामीले त्यो किसिमको चाहिँ निष्कर्ष र निचोड चाहिँ निकालेका छौँ। प्रवक्ताजी तपाईँले ब्रिक्सको कुरा गर्नुभयो, तपाईँले ब्रिक्सको कुरा गर्दै गर्दा तपाईँले चीनको पक्ष अथवा चीनको समर्थनमा हो भन्ने खोज्नु भएको? हजुर, मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ मैले अघि पनि बताइहालेँ अहिलेको भू राजनीति
र आउने नेपालको भावी सन्ततिहरूको उज्जवल सुनिश्चित भविष्य, नेपाली समाज, नेपालको राष्ट्रिय स्वाधीनता स्वाभिमान यो सबै कुरालाई अध्ययन गरेर मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ बहुध्रुवी प्रणालीमा यो संसार अगाडि बढ्दै गर्दाखेरि हामी स्पष्ट रूपमा ब्रिक्स र BRI को लाइनमा जानुपर्छ भनेर 2070 सालबाट नै महामन्त्री डाक्टर गोपाल गुरुङजीले सोही मुताबिक निर्देशन गर्नुभएको, त्यही कुरालाई हामीले कार्यान्वयनमा उतार्नको निमित्त सङ्गठनले त्यही अनुसारले कार्यकर्ता तहमा प्रशिक्षण सञ्चालन गरेको हिसाबले पनि मङ्गोल नेसनल अर्गनाइजेसन चाहिँ त्यही किताबमा उभिएकै कारणले गर्दाखेरि हामीले विभिन्न कठिनभन्दा कठिन चुनौतीहरू सामना गर्नु परेको छ। हाम्रो अगाडि दुईवटा बाटाहरू देखा परेका थिए। एउटा सजिलो बाटो, गुलामी स्वीकार्ने, सुविधा लिने, तर हामी दास भएर बस्नुपर्ने एउटा सजिलो बाटो थियो भने हाम्रा अगाडि अर्को एउटा बाटो चाहिँ कठिन चुनौतीपूर्ण बाटो तर मालिक बनिने बाटो, दुईवटा बाटो देखा परिसकेपछि हाम्रा सङ्गठनका संस्थापक प्रेसिडेन्ट महामन्त्री डाक्टर गोपाल गुरुङज्यूले चाहिँ कुनै पनि हर हालतमा आउने भावी सन्ततिहरूको उज्जवल र सुनिश्चित भविष्यको निमित्त, समाज र देशको निमित्त चाहिँ कठिनभन्दा कठिन बाटो भए पनि मालिक बनाउने बाटो रोज्नुपर्छ भन्ने हिसाबले निर्देशित गर्नुभएको कारणले गर्दाखेरि हामीले चाहिँ उक्त बाटो रोज्यौँ। यस कारणले गर्दाखेरि यस मानेमा पनि हामी ब्रिक्स BRI को बाटोतर्फ उन्मुख भएको र सोही मुताबिक हामी मित्र शक्ति बनेर नेपालमा अगाडि बढ्न तयार छौँ भन्ने हिसाबले हाम्रो सङ्घर्षलाई अगाडि बढाएको कारणले गर्दाखेरि पनि साम्राज्यवादी शक्तिहरूबाट चाहिँ हामी निशानामा पर्यौँ। सोही मुताबिक चाहिँ हामीमाथि त्यो किसिमको षड्यन्त्र भएको थियो र यो भर्खरै सम्पन्न भएको निर्वाचनमा हामीले मत परिणाम ल्याउँदै गर्ने क्रममा पनि मङ्गोल नेसनल अर्गनाइजेसनले प्राप्त गरेको यसपालाको मत चाहिँ आम नागरिकको नजरबाट हेर्दाखेरि नतिजा चाहिँ केन्द्रित मत नदेखिए तापनि नेपालको स्वाधीनता बचाउने कुरा, आउने भावी सन्ततिहरूको भविष्य निर्माण गर्ने कुरा र भावी सन्ततिलाई मालिक बनाउने कुरामा चाहिँ MNO ले चाहिँ त्यो चुनौतीपूर्ण घडीमा पनि हामीले त्यो हिसाबको सन्तुलित मत चाहिँ प्राप्त गरेर आउन सक्नु भएका छौँ। प्रवक्ताजी, तपाईँले ब्रिक्सको समर्थन गर्दै गर्दा जस्तै MNO ले चाहिँ ब्रिक्सको र चीनको समर्थन गरिरहेको छ, तर MCC को चाहिँ विरोध गरेको आम जनताले त्यो देखेको छैन नि, यो कुरा नि स्पष्ट बताइदिनु। मङ्गोल नेसनल अर्गनाइजेसनले कुनै पनि कुरा कस्तो हुन्छ भने एउटाको समर्थन गर्दाखेरि अर्कोको विरोध भन्ने कुरा त्यो चाहिँ सजिलै बुझ्नुपर्ने हुन्छ कि हामीले BRI ब्रिक्सको समर्थन नगरेका थियौँ भने चाहिँ नतेताको समर्थन हो कि भन्ने स्थिति हुन्थ्यो। र मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ मैले अघि पनि बताइहालेँ महामन्त्री डाक्टर गोपाल गुरुङज्यूले निर्देशन गर्नुभएको, देखाउनु भएको बाटो र सङ्गठनको वर्तमान नेतृत्व पङ्क्तिले पनि सोही मुताबिक आफ्नो चाहिँ साङ्गठनिक अभियानहरू अगाडि बढाइराखेको कारणले गर्दाखेरि पनि हामीले चाहिँ अहिले संसारमा देखा परेको दुईवटा ध्रुवहरूमध्ये चाहिँ एउटा ब्रिक्सको बाटो, एउटा G7 को बाटो, दुईवटा देखा पर्दै गर्दाखेरि हामी स्पष्ट रूपमा मङ्गोल नेसनल अर्गनाइजेसन चाहिँ अब नेपाल, किनकि नेपालको भू राजनीतिलाई अध्ययन गर्नु पर्यो होइन, यहाँनिर त व्यक्तिगत रूपमा एउटा व्यक्ति सांसद बन्ने, मन्त्री बन्ने होइन, जनतालाई झुक्याउने कुरा छैन नि त। हामी त दीर्घजीवी परिवर्तनको निमित्त महामन्त्री डाक्टर गोपाल गुरुङज्यूले चाहिँ इतिहासदेखि वर्तमानसम्म उहाँले जति पनि कुराहरू भविष्यवाणी गरेर आउनु भएको थियो सोही मुताबिक हामीले हेर्दाखेरि दीर्घजीवी परिवर्तनको निमित्त व्यक्तिगत रूपमा हामीले त्यो किसिमको चुनौती सामना गर्नु पर्ला, तर आउने भावी सन्ततिहरूको उज्जवल भविष्यको निमित्त जस्तोसुकै कठिन परिस्थितिमा पनि सङ्घर्ष गर्नुपर्छ भन्ने हिसाबले अगाडि बढेको कारणले गर्दाखेरि पनि हामी स्पष्ट रूपमा BRI ब्रिक्सको पक्षमा उभिएर जानु भनेको चाहिँ बाँकी BRI ब्रिक्सको विपरीत रहेको अन्य शक्तिहरूको विरोधमा छौँ भन्ने कुरा नै स्पष्ट रूपमा जनताले बुझिसकेको अवस्था हो। र तपाईँले भन्दै गर्दा नि आम जनतालाई चाहिँ यो कुरामा स्पष्ट हुन नसकेको पनि हुनसक्छ। जस्तै अब तपाईँले BRI को समर्थन गर्दै गर्दा MCC को जुन विपक्षमा बोल्नेहरू चाहिँ अहिले सरकारमा पनि पुगिरहेको अवस्था छ। तपाईँहरूको MNO को कुनै पनि नेताहरूले चाहिँ MCC को विरुद्धमा बोलेको जनताले सुनेको छैन, तर तपाईँहरूले चाहिँ ब्रिक्सलाई समर्थन गरेको कुरोहरू त त्यो जनतामा पुगेको छ र यो यसले त अन्यलता छाएको जस्तो पनि देखिन्छ जनतामा। दुईटैले सपोर्ट गरेर अगाडि बढेको हो कि बा भन्ने हुन्छ, जनताले चाहिँ कसरी स्पष्ट बनायो? होइन, मङ्गोल नेसनल अर्गनाइजेसनले 2070 सालदेखि यता उपरान्त भएको प्रत्येक निर्वाचनहरूमा लगायत विभिन्न कार्यक्रमहरूमा पनि मङ्गोल नेसनल अर्गनाइजेसनले BRI तथा ब्रिक्स सम्बन्धी चाहिँ आफ्नो स्पष्ट धारणा राखेर अगाडि बढिराखेको कारणले गर्दाखेरि नेपालमा चाहिँ एउटै मात्रै शक्ति पश्चिमाहरूको विषयमा अथवा G7 लगायत विविध विषयहरूमा चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन चाहिँ MCC को विरुद्धमा, SPP को विरुद्धमा, G7 को विरुद्धमा र स्पष्ट रूपमा BRI ब्रिक्सको पक्षमा उभिएर गएको भन्ने कुरा नेपालमा रहेका आम जनताहरूले पनि बिस्तारै बुझ्दै आइराखेको अवस्था छ। हामीलाई त यसलाई छोप्नको निमित्त विभिन्न किसिमका मिडियामा षड्यन्त्रहरू गरेर चाहिँ त्यो कुरालाई अगाडि आउन नदिए तापनि बिस्तारै बिस्तारै त्यो कुरामा बुझ्ने चाहिँ मानिसहरूको सङ्ख्यामा बढोत्तरी भएर गइराखेको छ र यो चाहिँ अब भोलिको आगामी पुस्ताहरूले चाहिँ त्यो विषयलाई अझै सूक्ष्म रूपमा अध्ययन गर्न सक्ने भइसके पछाडि चाहिँ त्यसलाई स्पष्ट रूपमा बुझ्ने परिस्थिति चाहिँ निर्माण भएर जान्छ। फागुन 21 गतेको निर्वाचनमा भू राजनीतिको प्रभाव परेको त स्पष्ट रूपमा त्यो प्रभाव परेको छ। त्यो किन परेको छ भन्दाखेरि नेपाल र नेपालसँग रहेको छिमेकी मुलुकहरूको अहिलेको जुन विश्वमा आइराखेको राजनैतिक ध्रुवीकरणबाट उनीहरू विश्वको चाहिँ सुपर पावर बन्ने दौडमा अगाडि बढिराखेको कारणले गर्दाखेरि पनि समग्र साम्राज्यवादी शक्तिहरूको निमित्त जुन साम्राज्यवादी शक्तिहरूको तानाशाह तन्त्र होइन, उनीहरूको एकलौटी तन्त्रलाई चाहिँ संसारमा जीवित तुल्याउनको निमित्त नेपालबाट नै हान्नुपर्ने भएको कारणले गर्दाखेरि यो अहिले पछिल्लो समयमा भएको निर्वाचन, किनकि फागुन 21 गते हुँदै गरेको निर्वाचन त यो आवधिक निर्वाचन त थिएन, हेर्नुहोस् होइन, आवधिक निर्वाचन त 2084 सालमा मात्रै हुँदै थियो। किन 2 वर्ष अगाडि यो निर्वाचन गराउनु पर्यो त भन्दाखेरि
नेपालमा चाहिँ मंगोल नेसनल अर्गनाइजेसन बिआरआई ब्रिक्सको किताबमा स्पष्ट रूपमा उभिएर सोही मुताबिक नेपालको वृहत नेपाली नागरिकहरूमा राजनीतिक चेत भरेर सङ्घर्ष गर्दै अगाडि बढेको कारणले यो 2 वर्षको समय अवधिभित्र मंगोल नेसनल अर्गनाइजेसनले नेपालको वृहत नेपाली नागरिकहरूलाई नेपालको भू राजनीति लगायत विविध कारणले गर्दाखेरि पनि हामी बिआरआई तथा ब्रिक्सको किताबमा उभिन सकेको खण्डमा मात्रै नेपालको वृहत नेपाली नागरिक र आउने भावी सन्ततिहरूको उज्जवल भविष्य निर्माण हुने कुरा, राष्ट्रिय स्वाधीनता स्वाभिमान जोगिने कुरामा चाहिँ नेपालको वृहत नेपाली नागरिकहरूलाई राजनीतिक रूपमा सचेत बनाउने समयावधि पाउँछ भन्ने कुरा बुझेर नै साम्राज्यवादी शक्तिले हतार 2 वर्ष अगावै नेपालमा चाहिँ एउटा विषम परिस्थिति सिर्जना गरेर कृत्रिम संक्रमण काल सिर्जना गरेर त्यसलाई फेरि अवतरण गर्ने बहानामा चाहिँ यो अहिले भएको निर्वाचनमा चाहिँ त्यसले चाहिँ स्पष्ट रूपमा भूमिका खेलेको चाहिँ हाम्रो अहिले यो पछिल्लो समयमा आएको जुन मंगोल नेसनल अर्गनाइजेसनको मत परिणाम छ, एमएनओलाई चाहिँ यसरी थोरै मत परिणाममा खुम्चाउनुको निम्ति चाहिँ अन्तर्राष्ट्रिय शक्तिहरू पनि लागि परेको छ कि यसमा कसरी लिनुहुन्छ? त्यो त अहिलेको निर्वाचन गराउनको निमित्त नै साम्राज्यवादी शक्ति स्पष्ट रूपमा नै खुलेर आएको कारणले गर्दाखेरि मंगोल नेसनल अर्गनाइजेसनले आजको मितिमा मात्रै होइन, हिजो विगतमा महामानव डाक्टर गोपाल गुरुङ र एमएनओ माथि पनि त्यो किसिमको षड्यन्त्र पटक पटक भएको थियो। त्यो किन भएको थियो भन्दा एमएनओले अपनाएको, एमएनओले अख्तियार गरेको रणनीति चाहिँ हामी चाहिँ पश्चिमा शक्तिको होइन G7 को भन्दा पनि हामी बिआरआई ब्रिक्सको, किन बिआरआई ब्रिक्सको भन्दाखेरि चाहिँ नेपालको भू राजनीतिलाई हेरेर चाहिँ हामीले त्यो किसिमको बुद्धिमत्तापूर्ण निर्णय गर्नुपर्ने परिस्थिति भएको कारणले गर्दाखेरि पनि हामीले सोही मुताबिक निर्णय गरेको कारणले गर्दाखेरि हिजोको दिनमा पनि महामानव डाक्टर गोपाल गुरुङज्यू र एमएनओ माथि त्यही किसिमको जरैदेखि मास्ने षड्यन्त्र साम्राज्यवादी शक्तिहरूबाट हिजोको दिनमा नि भएको थियो। पनि यसपाला पनि त्यो षड्यन्त्र चाहिँ सुरुवातबाट नै, जस्तै फागुन 21 गते निर्वाचन हुनुभन्दा पूर्व नेपालमा घटेको घटनाको कुरा गरौँ, त्यो घटनाभन्दा अगाडि भएका विभिन्न किसिमका नेपालमा विकसित भएको राजनीतिक घटना परिघटना, त्यो सबैमा नै साम्राज्यवादी शक्तिहरूको कता न कताबाट चाहिँ त्यो किसिमको उनीहरूको चलखेल थियो, उनीहरूको उपस्थिति त्यहाँनिर थियो। यस कारणले गर्दाखेरि यसपालि सम्पन्न भएको निर्वाचनमा पनि उनीहरूको त्यो स्पष्ट रूपमा उनीहरूको उपस्थिति भएर नै मंगोल नेसनल अर्गनाइजेसनलाई पूर्ण रूपमा क्षति हुने बाटोतिर अगाडि बढाउने अथवा मंगोल नेसनल अर्गनाइजेसनलाई जरैदेखि मास्नको निमित्त षड्यन्त्र गर्ने त्यो किसिमको उपस्थिति चाहिँ साम्राज्यवादी शक्तिको यसपालिको निर्वाचनमा पनि रह्यो। यस्तो परिस्थितिमा पनि मैले अघि पनि तपाईलाई बताइहालेँ कि मंगोल नेसनल अर्गनाइजेसनको आँटी तथा खाटी कार्यकर्ताहरूले डटेर त्यो लडाईँमा सामना गरिदिनु भएको कारणले गर्दाखेरि एमएनओले चाहिँ बिउ बचाउन चाहिँ सफल भएर आएको छ। अब के हुन्छ त प्रवक्ताज्यू, अब एमएनओ सधैँको लागि अब रोकिएको हो कि होइन? मंगोल नेसनल अर्गनाइजेसन चाहिँ मैले बताइहालेँ हिजो महामानव डाक्टर गोपाल गुरुङज्यूको पालामा पनि यसलाई जरैदेखि मास्ने षड्यन्त्र हुँदाखेरि पनि त्यति बेला बिउ बचाउने काम भयो होइन। त्यति बेला संगठनको हाम्रो अग्रज कार्यकर्ताहरू, हाम्रो मानबहादुर राई सिंगापुरे होइन, लामा वीरेन गुरुङ, उहाँहरूले चाहिँ महामानव डाक्टर गोपाल गुरुङ र एमएनओलाई जरैदेखि मास्ने षड्यन्त्र हुँदै गर्दाखेरि उहाँहरू उभिदिनु भएको कारणले गर्दाखेरि त्यति बेला बिउ बचेर आज देशभरि मंगोल नेसनल अर्गनाइजेसनको चर्चा परिचर्चा बढेर गएको छ। हामी मंगोल समुदायको मान्छेहरू मालिक बन्ने बाटो अब बिस्तारै बिस्तारै सुरु हुन थालेको छ र यो अहिले भएको जुन चाहिँ षड्यन्त्र छ, यो षड्यन्त्रबाट पनि मंगोल नेसनल अर्गनाइजेसनले फेरि पनि बिउ बचाउन सफल भयो। यो बचेको बिउले चाहिँ फेरि अब त्यसको चाहिँ जवाफी कारबाही फर्काउँदाखेरि, अब त्यसको निमित्त हामीले सङ्घर्ष गर्दै गर्दाखेरि यो बचेको बिउले नै भोलि फेरि सबै कुराहरू चाहिँ जुन किसिमको षड्यन्त्र भएको छ त्यसलाई चिरफार गर्ने कुरा, हाम्रा मानिसहरूलाई राजनीतिक रूपमा सचेत बनाउने कुरा र नेपालको आउने भावी सन्तति र यो समाजलाई चाहिँ विकसित मुलुकको रूपमा अगाडि बढाउनको निमित्त सङ्घर्ष गर्ने कुरामा चाहिँ यो बिउले नै काम गर्छ। यो चाहिँ भर्खरकै ज्वलन्त उदाहरणको रूपमा पनि अहिले मध्यपूर्वमा देखा परेको घटनाले पनि त्यो कुरालाई चाहिँ ज्वलन्त उदाहरणको रूपमा देखा पर्यो कि मध्यपूर्वमा पनि घटना अहिले त्यसरी घटेको छ। त्यहाँ पनि मध्यपूर्वमा इजरायल र अमेरिकाले संयुक्त सैन्य कारबाही सुरु गरेर इरानको सबै त्यहाँको चाहिँ सर्वोच्च नेतादेखि लिएर त्यहाँको सारा मानिसहरूलाई मारिदिएर चाहिँ त्यहाँनिर उनीहरूले आफ्नो कठपुतली सरकार निर्माण गर्ने षड्यन्त्र गरेका थिए। तर भइदियो त्यहाँनिर के भन्दा त्यहाँका सर्वोच्च नेताहरू मारिँदै गर्दाखेरि पनि बिउ बचेको कारणले गर्दाखेरि त्यही बिउले जवाफी कारबाही फर्काउन थाले पछाडि हिजो संयुक्त सैन्य कारबाही गर्ने देशहरूले चाहिँ यति बेला लज्जास्पद हार बिहोर्नु पर्ने परिस्थिति निर्माण भएर गएको छ। यस कारणले गर्दाखेरि नेपालमा पनि मंगोल नेसनल अर्गनाइजेसनले यो निर्वाचनमा हामीले जरैदेखि मास्ने षड्यन्त्र चाहिँ भएकै हो। त्यो राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा साम्राज्यवादी शक्तिहरूबाट होइन, साम्राज्यवादी शक्तिका मतियारहरूबाट त्यो षड्यन्त्र चाहिँ भएको। तर यसो हुँदै गर्दाखेरि पनि हाम्रा सङ्गठनका इमान्दार आँटी तथा खाटी कार्यकर्ताहरूले डटेर सामना गरेको कारणले गर्दाखेरि हामीले बिउ बचाएका छौँ। यो बचेको बिउले नै भोलिको दिनमा चाहिँ यो सबै कुराहरूलाई चिरफार गरेर चाहिँ मंगोल नेसनल अर्गनाइजेसन र यो सङ्गठनको संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले बुन्नु भएको सपना, देख्नु भएको उद्देश्य चाहिँ पूरा गर्ने दिशातर्फ अब उन्मुख हुन्छ। प्रवक्ताज्यू, भर्खरै फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनको मत परिणाम आए पश्चात प्रकाशित भए पश्चात एमएनओका प्रेसिडेन्ट बुद्धालाल मिसिज्यूले चाहिँ आफ्नो वक्तव्य जारी गर्नुभएको छ। जुन कुराहरू चाहिँ उहाँले अब नेतृत्व हस्तान्तरण र आगामी हुने चुनाव चाहिँ उहाँ नलड्ने घोषणा गर्नुभएको छ। यो कुरा पनि स्पष्ट बताइदिनुहोस् न जनतामा। उहाँले बताउँदै गर्नुभएको जुन एउटा विषय छ त्यो विषय चाहिँ अहिले तत्काल निर्वाचन मत परिणाम
सार्वजनिक भए लगतै उहाँबाट आएको जुन किसिमको एउटा चाहिँ घोषणा गर्नुभएको कुरा छ त्यसलाई आम मानिसहरूले हेर्दै गर्दाखेरि चाहिँ होइन यो चाहिँ एकदमै अहिलेको आक्रोश होइन अहिलेको मतपरिणाम भन्ने हिसाबले आएको स्थिति चाहिँ हो। तर महामानव डाक्टर गोपाल गुन्जूले चाहिँ के कुरा चाहिँ दर्शाएर जानुभएको थियो भन्दाखेरि हाम्रा आउने भावी सन्ततिहरूको निमित्त महामानव डाक्टर गोपाल गुन्जूले चाहिँ मैले लडेको लडाईँ भनेको आउने भावी सन्तति नाति पुस्ताहरूको उज्जवल र सुनिश्चित भविष्यको निमित्त होइन नाति पुस्ताहरूले चाहिँ यो देशमा शासक बनिने मालिक बनिने सङ्घर्षको निमित्त त्यो समयको निमित्त चाहिँ मैले सङ्घर्ष गरेर आएको भन्ने कुरा चाहिँ महामानव डाक्टर गोपाल गुन्जूले चाहिँ पटक पटक बताइराख्नुहुन्थ्यो। र सङ्गठनको हाम्रो वर्तमान सधैँ प्रेसिडेन्टज्यूले अहिले भर्खरै मात्रै जारी गर्नुभएको घोषणा छ त्यो घोषणा भनेको सूक्ष्म रूपमा अध्ययन गरेर हेर्ने मानिसहरूले मात्रै त्यसलाई चाहिँ अहिले तत्कालै बुझ्न सक्ने स्थिति छ। र उहाँले अहिले घोषणा गर्नुभएको कुराले चाहिँ त्यो आउने भावी सन्ततिहरूको उज्जवल भविष्य निर्माण हुने कुरा मालिक बनिने कुरामा अगाडि बढाउनको निमित्त उहाँले घोषणा गर्नुभएको कुराले चाहिँ महत्त्वपूर्ण भूमिका खेल्दछ कि महामानव डाक्टर गोपाल गुन्जूले चाहिँ मैले लडेको लडाईँ चाहिँ आउने मेरो भावी सन्तति नाति पुस्ता मालिक बन्ने भन्ने कुरा उहाँले जुन कुरा उद्घोष गर्नुभएको थियो त्यसै मुताबिक महामानव डाक्टर गोपाल गुन्जूले मङ्गोल नेसनल अर्गनाइजेसनलाई हुर्काएर यहाँसम्म ल्याइदिनु भयो। उहाँको निधन पछाडि उहाँको देहान्त पछाडि सङ्गठनका वर्तमान सधैँ प्रेसिडेन्टज्यूले साम्राज्यवादी शक्तिले जसरी एमएनओलाई पटक पटक निशानामा पारेर जरैदेखि मास्ने षड्यन्त्र गरेको थियो त्यो जरैदेखि मास्ने षड्यन्त्रको विरुद्धमा सङ्गठनका वर्तमान सधैँ प्रेसिडेन्ट बुद्धलाल मेचेज्यूले चाहिँ यो सङ्गठनलाई बचाएर यहाँसम्म ल्याउने एउटा ऐतिहासिक सङ्घर्ष गरिदिनु भएको छ भने अब चाहिँ हामी नेपालको महामानव डाक्टर गोपाल गुन्जूले भन्नुभएको नाति पुस्ताहरू मालिक हुने समय सुरुवात भएको कारणले गर्दाखेरि उहाँले चाहिँ त्याग गर्ने कुरा समर्पण गर्ने कुरा बलिदान गर्ने कुरा त्यो समय आएको कारणले गर्दाखेरि चाहिँ उहाँले त्यो ऐतिहासिक उहाँले घोषणा गर्नुभएको छ कि उहाँले आफ्नो राजनीतिक जीवनको कुरा महामानव डाक्टर गोपाल गुन्जूले दर्शाएर जानुभएको सबै कुराहरूलाई गहिरिएर अध्ययन गरेर यो अहिले पछिल्लो समयमा एमएनओले प्राप्त गरेको मत परिणामले एमएनओलाई चाहिँ अन्तिम पटक यसको नामो निशान नरहने गरी जरैदेखि मास्ने यो अन्तिम षड्यन्त्र चाहिँ यो मुलुकमा भएको थियो। त यो अन्तिम षड्यन्त्रको बावजुद पनि उहाँले चाहिँ जुन एउटा चाहिँ कूटनैतिक रणनीतिक लडाईँ लडेर यसपालिको यो निर्वाचनमा पनि एमएनओ र यसको बिउ बचाउन सफल भइसक्नु भएपछि अब चाहिँ उहाँको दूरदर्शिताबाट उहाँको खारिएको अनुभवबाट उहाँले के देख्नु भएको छ भन्दा अबको पुस्ता चाहिँ एमएनओ मार्फत महामानव डाक्टर गोपाल गुन्जूले बताउनु भएको अहिलेको चाहिँ यो तेस्रो पुस्ताहरू भनेको नाति पुस्ताहरू मालिक बन्ने समय आएको छ भनेर उहाँले त्यो ऐतिहासिक घोषणा गर्नुभएको छ। र जस्तै उदाहरणको निमित्त हामीले अलिकति लिगौँ कि अहिलेको मध्यपूर्वको लडाईँमा पनि भएको घटना त्यही हो कि इरानको सर्वोच्च लिडर जो हुनुहुन्थ्यो आयतुल्ला अली खामेनी भर्खरै मात्रै मारिएका छन् इजरायल र अमेरिकाको संयुक्त सैन्य कारबाहीमा परेर। त्यो मारिँदै गरेको र आक्रमण हुँदै गरेको घटनाको विषयमा आयतुल्ला अली खामेनीलाई जानकारी पनि थियो त्यो विषयमा रिपोर्ट पनि भएको थियो। त त्यति बेला ऊ लुकेर बाँच्न पनि सक्थ्यो अथवा इरानबाट अर्को देशमा गएर शिफ्ट भएर पनि बाँच्न सक्ने अवस्था थियो। तर चाहिँ आयतुल्ला अली खामेनीले चाहिँ त्यो बाटो चाहिँ रोज्नु भएन। उहाँको अगाडि दुईवटा बाटो देखा पर्यो। एउटा चाहिँ फेरि आफू चाहिँ दीर्घजीवी बन्नको निमित्त एउटा ऐतिहासिक सङ्घर्ष गर्ने ऐतिहासिक बलिदान हुने एउटा बाटो एकापट्टि थियो भने एकापट्टि चाहिँ आफू बाँचेर फेरि दुस्साहस गर्ने एउटा बाटो थियो। त त्यसो हुँदै गर्दाखेरि चाहिँ आयतुल्ला अली खामेनीले चाहिँ के गर्नुभयो भन्दा ऐतिहासिक रूपमा मैले अब बलिदान भएँ भने मैले यो सङ्घर्षको मैदानमा अहिलेको जुन युद्धको मैदानमा मैले बलिदान हुन सकेँ भने आउने इरानको भावी चाहिँ सन्ततिहरूले एउटा ऐतिहासिक जित हासिल गर्छ भन्ने कुरा बुझेकै कारणले गर्दाखेरि त्यो रिपोर्ट प्राप्त हुँदै गर्दाखेरि पनि आक्रमण हुँदैछ भन्ने कुरा थाहा हुँदै पनि उहाँले बलिदानी भएको कारणले गर्दाखेरि चाहिँ अब मध्यपूर्वको देशहरूमा तपाईँहरूले अबको केही समयपछि देख्न सक्नुहुन्छ कि त्यो मध्यपूर्वको देशमा चाहिँ इरान नै त्यहाँको सबैभन्दा सर्वोच्च शक्तिशाली देशको रूपमा चाहिँ अब उदाउँदैछ होइन। आयतुल्ला अली खामेनीको त्यो त्यागको कारणले त्यो बलिदानको कारणले गर्दाखेरि इरान र इरानी जनताहरू चाहिँ अब त्यहाँको चाहिँ लिडर बनेर चाहिँ अगाडि बढ्न सक्ने एउटा परिस्थिति आउँदैछ। यस कारणले गर्दाखेरि आज मङ्गोल नेसनल अर्गनाइजेसनमा पनि त्यो कुरा देखा पर्यो कि हामीले चाहिँ साम्राज्यवादी शक्तिहरूले एमएनओलाई चाहिँ जरैदेखि मास्ने त्यो कठिन षड्यन्त्र गर्दै गर्दाखेरि महामानव डाक्टर गोपाल गुन्जूको देहान्त भएर आजको मितिसम्म आइपुग्दै गर्दाखेरि एमएनओलाई बचाएर यहाँसम्म ल्याउनु पर्ने एउटा जुन ऐतिहासिक सङ्घर्ष गर्नुपर्ने त्यो नेतृत्व दिनुपर्ने जुन कुरा थियो त्यसको निमित्त सङ्गठनका वर्तमान सदस्य प्रेसिडेन्टज्यूले ऐतिहासिक रूपमा सङ्घर्ष गरेर त्यो कूटनैतिक रणनैतिक लडाइँहरू लडेर आजसम्म एमएनओलाई बचारी अन्तिम पटक साम्राज्यवादी शक्तिले जरैदेखि मास्ने नामो निशान मेटाउने षड्यन्त्र गरेको बावजुद पनि यसलाई बचाएर यहाँसम्म ल्याउनको निमित्त सङ्घर्ष गर्नुभयो। र उहाँको त्यो खारिएको अनुभवबाट उहाँको दीर्घजीवी सोचबाट अब चाहिँ नाति पुस्ताहरू मालिक हुने समय आएको कारणले गर्दाखेरि उहाँले चाहिँ अब महामानव डाक्टर गोपाल गुन्जूले गर्नुभएको भविष्यवाणी उहाँले देख्नुभएको दूरदर्शितापूर्ण ढङ्गबाट देख्नुभएको जुन एउटा वास्तविकता थियो त्यो कुरा अब पुरा हुने समय आएको कारणले गर्दाखेरि सङ्गठनका वर्तमान श्रद्धेय प्रेसिडेन्टज्यूले पनि त्यो आफ्नो एउटा त्यागी भावना देखाएर आउने
भावी सन्ततिहरूलाई पनि अग्रजहरूप्रति सम्मान गरेर आउने भावी सन्ततिहरूलाई चाहिँ माया गर्ने कुरा चाहिँ एउटा संस्कारको रूपमा विकसित गरेर लिएर जानुपर्छ भन्ने कुरालाई पनि देखेर र महामना डाक्टर गोपाल गुरुङज्यूले भन्नुभएको नाति पुस्ताहरू अब चाहिँ यो देशमा मालिक हुने समय आएको कारणले गर्दाखेरि पनि उहाँले चाहिँ त्यो त्यागको ऐतिहासिक घोषणा चाहिँ गर्नुभएको। यस कारणले गर्दाखेरि यो चाहिँ आवेगमा आएर उत्तेजनामा आएर त्यो किसिमको घोषणा भन्ने कुरा होइन, यो चाहिँ गम्भीर समीक्षा गरेर गहिरेर अध्ययन गरेर त्यो समय आएको कुरालाई चाहिँ मध्यनजर गरेर त्यसलाई मनन गरेर चाहिँ उहाँले त्यो ऐतिहासिक घोषणा गर्नुभएको कुरा हो भन्ने चाहिँ मलाई लाग्दछ। प्रवक्ताज्यू, जस्तो आम लोक समुदायमा त फेरि भर्खरै आएको निर्वाचनको परिणामबाट चाहिँ निराश भएर चाहिँ प्रेसिडेन्टज्यूले राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको भन्ने तरिकाले छाइरहेछ नि त। होइन, यो त्यसरी जाने थियो भनेदेखि त अहिले तत्कालै सङ्गठनको नेतृत्वबाट नै चाहिँ मैले अब चाहिँ सन्यास लिने भन्ने हिसाबले घोषणा हुन्थ्यो होला नि त्यसो हो भने त, होइन? उहाँले त के बताइराख्नु भएको छ भन्दा यो समय आइसके पछाडि चाहिँ मैले हस्तान्तरण गर्नुपर्ने थियो, त्यो समय अब देखा परेको छ भनेर चाहिँ उहाँले सङ्गठनलाई अहिले नेतृत्व छोड्ने भन्ने कुरा होइन, सङ्गठनलाई नेतृत्व गरेर अझै पनि आउने त्यो किसिमको चुनौती र षड्यन्त्रहरूको बावजुद त्यसको निमित्त लड्ने कुरामा त उहाँले निरन्तरता दिने लड्ने कुरा गरि नै राख्नु भएको छ। सँगसँगै अब चाहिँ समय आएको कारणले गर्दाखेरि तेस्रो पुस्ता महामना डाक्टर गोपाल गुरुङज्यूको नाति पुस्ताहरूलाई सोही मुताबिक तयारी गर्नुपर्छ भनेर त्यो तयारी गर्ने कुरा चाहिँ उहाँले ऐतिहासिक घोषणा मार्फत चाहिँ बताउनु भएको छ। प्रवक्ताज्यू, अब मङ्गोल नेसनल अर्गनाइजेसनलाई चाहिँ यसपालि जनताले विश्वास गरेनन् र भोलिको दिनमा त अब जे पनि हुनसक्छ। यदि मङ्गोल नेसनल अर्गनाइजेसन भोलिको दिनमा चाहिँ नेपाली जनताले त्यो विश्वास गरेर तपाईँहरूलाई द्वितीय बहुमत पुर्याएको दिन चाहिँ तपाईँको सङ्गठनले चाहिँ यो साम्राज्यवादीहरूको इसारामा लाग्ने राजनीतिक दल त्यस्ता पात्रहरूलाई चाहिँ तपाईँले के कारबाहीको दायरामा ल्याउन सक्नुहुन्छ? मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ नेपालमा उदारवादी लोकतन्त्र मार्फत सङ्घर्ष गर्दै अगाडि बढ्ने राजनीतिक शक्ति भएको कारणले र त्यो सङ्घर्ष गरेर अगाडि बढ्ने शक्ति भएको कारणले गर्दाखेरि भोलि त जस्तै उदाहरणको निमित्त महामना डाक्टर गोपाल गुरुङज्यूले नेपालमा लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीयता स्थापनाको निमित्त सङ्घर्ष गर्दै गर्नु हुँदाखेरि लोकतन्त्र धर्मनिरपेक्ष आउँदैन, होइन, लोकतन्त्र धर्मनिरपेक्ष हुनु हुँदैन भनेर भन्ने मानिसहरूलाई लोकतन्त्र आए पछाडि हामीले त्यहाँबाट चाहिँ उनीहरूको विरुद्धमा त्यो किसिमको कारबाही त सुरु गरेका छैनौँ नि त। यो लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीयता भनेको सबैको निमित्त हो भनेर सङ्घर्ष गरेका थियौँ, प्राप्त भइसकेपछि सबै मानिस तिनै मुद्दामा आइपुग्नु परेको छ। यो अहिले हामीले लड्दै गरेको साम्राज्यवादी शक्तिको विरुद्धमा हामी चाहिँ अहिले कठिनभन्दा कठिन सङ्घर्ष गरिराखेका छौँ। त अहिलेको स्थितिमा हेर्दाखेरि साम्राज्यवादी शक्तिको पक्षधर भएर साम्राज्यवादी शक्तिको पछाडि लागेर चाहिँ लागिराख्ने मान्छेहरूले जुन किसिमले षड्यन्त्र गरेका छन् ती मानिसहरूलाई भोलि हामी सत्तामा आइपुग्दै गर्दाखेरि, भोलि द्वितीय बहुमतको नजिक हामी पुग्दै गर्दाखेरि ती मानिसहरू पनि साम्राज्यवादी शक्तिको विरोधी भएर बिआरआई ब्रिक्सको पक्षमा अथवा त्यो कितामा नै उभिन आइपुग्छन्। यस कारणले गर्दाखेरि त्यो कारबाही गर्नुपर्ने त्यो स्थिति सिर्जना हुन्छ भन्ने चाहिँ हामीलाई लाग्दैन अहिले चाहिँ। प्रवक्ताज्यू, जस्तो प्रेसिडेन्टज्यूले इलाम 1 बाट पनि चुनाव नलड्ने घोषणा गर्नुभएको छ, यस विषयमा चाहिँ तपाईँले अघिल्लो प्रश्नमा तपाईँको जवाब नआएको हो कि जस्तो लागिरहेछ? होइन, उहाँले बताउँदै गर्नुभएको योभन्दा अगाडि 2079 सालको निर्वाचन र यो गत भर्खरै सम्पन्न भएको निर्वाचनमा उहाँले उम्मेद्वार भएर इलाम क्षेत्र नम्बर 1 बाट उम्मेदवारी दिनुभएको थियो र उहाँले 2079 सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिँदै गर्नुहुँदा नि उहाँले हामी सबैलाई बताइराख्नु भएको थियो कि महामना डाक्टर गोपाल गुरुङज्यूले चाहिँ इलाम जिल्ला भनेको चाहिँ मलाई अभावको समयमा पनि सहयोग गर्ने इलामवासीहरूले नै साथ सहयोग दिएको कारणले गर्दाखेरि लोकतन्त्र ल्याउने कुरा, धर्मनिरपेक्ष ल्याउने कुरा, प्रान्तीयता ल्याउने त्यो ऐतिहासिक लडाइँ लड्नको निमित्त मलाई प्रेरणा मिलेको थियो। त्यो इलामकै इलामवासीहरूको साथ सहयोगको कारणले गर्दाखेरि त्यो लडाइँ लड्न सफल भएँ। यस कारणले गर्दाखेरि इलामवासीहरूले मलाई लगाएको त्यो गुणको बदलामा त्यो गुण तिर्नुपर्छ। त्यो इलामवासीहरूको चाहिँ सम्मानको निमित्त भए पनि भाइले चाहिँ त्यहाँ नयाँ पुस्ता तयार नभएसम्म चाहिँ भाइले चाहिँ त्यहाँनिर भाँडा थाप्दै गर्नुपर्छ है भाइ। इलामवासीहरूलाई चाहिँ त्यहाँनिर फेरि अरू मान्छे पठाउँदाखेरि नयाँ मान्छे तयार नहुँदासम्म त्यहाँनिर हामीले हेलचेक्राइ गऱ्यौँ भने इलामवासीहरूलाई चाहिँ त्यति बेला हेलचेक्राइ गरेको जस्तो हुन्छ। त्यस कारणले गर्दाखेरि इलामवासीको सम्मानको निमित्त भए पनि भाइले नै नयाँ पुस्ता तयार नभएसम्म, नयाँ मानिसहरू तयार नभएसम्म चाहिँ भाडा थाप्दै गर्नु है भनेर महामना डाक्टर गोपाल गुरुङज्यूले सङ्गठनको वर्तमान श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेज्यूलाई त्यो निर्देशन नै दिनुभएको कारणले गर्दा उहाँले त्यति बेला 79 सालको निर्वाचनमा उम्मेदवारी दिनुभयो भने 2082 सालको सम्पन्न भएको निर्वाचनमा उहाँले उम्मेदवारी दिनुभयो र 82 सालमा निर्वाचनमा उम्मेदवारी दिँदै गर्दाखेरि उहाँले भनिराख्नु भएको थियो कि महामना डाक्टर गोपाल गुरुङज्यूले नै भन्नुभएको कारणले मैले अहिले त्यहाँ भाडा थापिराखेको छु, होइन। इलामवासीहरूलाई चाहिँ सम्मान गर्ने कुरा, त्यहाँका अग्रजहरूलाई चाहिँ हामीले सम्मान गर्ने कुरा, मूल्याङ्कन गर्ने कुरा, न्याय दिने कुरा त्यो पुरा नभएसम्म चाहिँ म आफै अगाडि बढ्नुपर्छ भनेर श्रद्धेय प्रेसिडेन्टज्यू लागिराख्नु भएको थियो भने पछिल्लो समयमा चाहिँ इलामवासीहरूको सम्मानको निमित्त जस्तै महामना डाक्टर गोपाल गुरुङ र एमएनओलाई जरैदेखि मास्ने साम्राज्यवादी शक्तिको षड्यन्त्र भएको बेलामा चाहिँ महामना डाक्टर गोपाल गुरुङजीको पक्षमा उभिदिनु हुने हाम्रो इलामवासी मानबहादुर राई सिंगापुरे, लामा बिरेन गुरुङ उहाँहरूलाई न्याय दिने कुरामा उहाँहरूको शालिग बनाउने कुरा त्यो पनि काम सम्पन्न भयो। इलामवासीहरूको सम्मानको निमित्त इलामको सन्दकपुरमा
मङ्गोल म्युजियम सन्दकपुर इलामको भवन निर्माण गर्ने काम पनि सम्पन्न भयो, लगायत त्यहाँको अग्रजहरूलाई सम्मान गर्ने कुरा पनि सम्पन्न भयो भने अब चाहिँ त्यहाँनिर नयाँ पुस्ताको युवाहरू पनि फेरि तयार भएर देखिएको कारणले गर्दाखेरि सङ्गठनका वर्तमान श्रद्धेय प्रेसिडेन्टज्यूले चाहिँ अबको निर्वाचनबाट मैले इलाम 1 बाट उम्मेदवारी नदिने भनेर त्यो पनि त्यागको घोषणा गर्नुभयो। मामला डाक्टर गोपाल गुन्जुले जुन कुरा उहाँलाई अराएर जानुभएको थियो, जुन कुरा उहाँलाई निर्देशन दिएर जानुभएको थियो, उहाँले दिनुभएको निर्देशन र उहाँले अराउनु भएको काम चाहिँ पुरा भइसकेको कारणले गर्दाखेरि सङ्गठनको वर्तमान श्रद्धेय प्रेसिडेन्टज्यूले अबको कुनै पनि निर्वाचनमा चाहिँ त्यहाँबाट उम्मेदवारी नदिने भन्नुको तात्पर्य चाहिँ अब नयाँ पुस्ता पनि तयार भइसके। मामला डाक्टर गोपाल गुन्जुले चाहिँ अग्रजहरूलाई सम्मान गर्नु भनेर भन्नुभएको लामा वीरेन गुरुङको कुरा, मानबहादुर राई सिंगापुरेको कुरा, प्रीति मुखियाको कुरा, उहाँहरूलाई सम्मान गर्ने कुरा, उहाँहरूलाई न्याय गर्ने कुरा त्यो पनि पुरा भएको छ भने इलामवासीहरूको सम्मानको निमित्त मङ्गोल म्युजियम भवन सन्दकपुर इलाम निर्माण गर्ने कुरा पनि सम्पन्न भइसकेको छ। अब यो सबै कामहरू तयारी भइसकेर सबै काम सम्पन्न भइसकेर पनि नयाँ पुस्ता तयारी भइसकेको कारणले गर्दाखेरि अब मैले त्यो ठाउँ पनि छाडेर चाहिँ मैले त्याग गर्नुपर्छ भनेर चाहिँ उहाँले त्यो ऐतिहासिक घोषणा चाहिँ गर्नुभएको स्थिति हो। हस् प्रवक्ताज्यू, यहाँको एकदमै महत्त्वपूर्ण समय र यो कुराकानीको निम्ति धेरै धेरै धन्यवाद। हजुर, हस्, धन्यवाद।